फाइनली पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपिओको बाँडफाँड सम्पन्न भइसकेको छ र यो आइपिओ ददस किताले बाँडफाँड गर्दाखेरि 4,50,000 जनालाई चाहिँ यो आइपिओ परेको छ भने 20 लाखभन्दा बढीको हात भने खाली भएको छ। र अब आइपिओको रिजल्ट हेर्नको लागि चाहिँ गुगलमा अथवा क्रोम ब्राउजर अथवा जुनसुकै ब्राउजर ओपन गरेर सर्चमा तपाईहरुले ipo.cdsc.com.np लेखेर सर्च गर्नुस् र त्यसपछि रिजल्ट हेर्ने पेजमा आउनुहुनेछ। र अब यो वेबसाइटमा रिजल्ट अपडेट हुनको लागि चाहिँ थप केही समय लाग्नेछ, 1-1.5 घण्टा लाग्न सक्छ। र यहाँनेर तपाईहरुलाई टपमा यहाँनेर पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड भनेर फर जेनरल पब्लिक भनेर आइसकेपछि त्यो यहाँनेर अटोमेटिक सेलेक्ट हुन्छ र त्यसपछि यहाँनेर बीओआईडी नम्बर यानी कि डिमेट खाता नम्बर 16 वटा डिजिटको लाएर चाहिँ यहाँनेर क्याप्चामा यहाँनेर जति नम्बर छ त्यो यहाँनेर लाएर भ्यू रिजल्टको अप्सनमा क्लिक गर्नु भएपछि आइपिओ पर्यो भने कंग्रेचुलेसन भनिहाल्नेछ, परेन भने सरी नट अलोटेड भनेर देखाउनेछ। सो तपाईले चाहिँ रिजल्ट हेरिसक्नु भयो